यदि तपाईँ कोरियामा हुनुहुन्छ र तपाईँ E7 4R भिसा एप्लाई गर्ने सोच बनाइरहनु भएको छ भने त्यस्तो अवस्थामा तपाईँले 6 वटा केसहरू चाहिँ चेक गर्नुपर्ने हुन्छ। यदि तपाईँ यो 6 वटा केसहरूमध्येमा कुनै पनि एउटा पर्नुभयो भने त्यस्तो अवस्थामा तपाईँले E7 4R भिसा भने एप्लाई गर्न सक्नुहुन्न। नम्बर 1 मा रहेको छ 10 लाख वोन वा सोभन्दा बढी फाइन तिर्नु भएको छ भने त्यस्तो अवस्थामा तपाईँले आवेदन गर्न सक्नुहुन्न। नम्बर 2 मा रहेको छ कर नतिरेको व्यक्ति। कर भन्नाले सुदुक्से, छिबाङसे, छुमिनसे, खनगाङ फोम्न्यो, केही अवस्थामा भने साब्जा, सेगुम आदि सबै करहरू तिरेको हुनुपर्ने हुन्छ। नम्बर 3 मा रहेको छ अध्यागमन कानुन 4 पटक भन्दा बढी उल्लङ्घन गर्नुभएको छ भने त्यस्तो अवस्थामा पनि तपाईँले E7 4R भिसा एप्लाई गर्न सक्नुहुन्न। र नम्बर 4 मा रहेको छ 3 महिना वा सोभन्दा बढी ओभरस्टे अथवा तपाईँ इलिगल भएर बस्नु भएको छ भने त्यस्तो अवस्थामा पनि तपाईँ E7 4R एप्लाई गर्न सक्नुहुन्न। नम्बर 5 मा रहेको छ कोरिया गणतन्त्रको हित वा सार्वजनिक सुरक्षामा हानि पुर्याउन सक्ने मानिएको व्यक्तिले पनि एप्लाई गर्न सक्दैन। र नम्बर 6 मा रहेको छ आर्थिक सामाजिक अवस्था वा राम्रो आचरण पब्लिक मोरल्समा चाहिँ असर गर्ने व्यवहार भएको अर्थात् मानिने व्यक्तिले पनि एप्लाई गर्न भने सक्दैन। सो साथीहरू आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? आजको भिडियो तपाईँलाई युजफुल लागेको छ भने साथीहरूमा सेयर गर्नुहोला र भिडियोलाई लाइक गर्न भने नबिर्सनुहोला।